नमस्कार साथीहरू। आज धेरै साधारण तर महत्त्वपूर्ण प्रश्नबाट सुरु गरौँ। चुनाव भनेको के हो? साथीहरू, चुनाव भनेको खालि भोट हाल्ने दिन मात्रै होइन। चुनाव भनेको नेपाली जनताको होइन, यो जहाँ यस दुनियाँमा जहाँ भोट हुन्छ ती जनताहरूको भविष्यलाई सुनिश्चित गर्ने, उनीहरूको भविष्य कस्तो खालको बनिने हो भन्ने खालको ती सत्ता चलाउने मान्छेहरू चुन्ने दिन हो भनेर बुझ्न सकिन्छ। साथीहरू, लोकतन्त्रमा मान्छेले सही निर्णय गर्नु सकेन भने ती गलत मान्छेहरूको हातमा सत्ता जान्छ। र हामी चुनावको बेला भावनामा बगेर होइन, हामीले चुन्दै गरेको प्रतिनिधिहरूले कस्ता खालका काम गरेका छन्, ती मान्छे सक्षम छन् कि छैनन् भन्ने कुराहरू बुझेर भोट दिनुपर्दछ। कुनै पनि मुद्दामा फँसेका, कुनै पनि अपराधमा संलग्न भएका व्यक्तिहरूलाई हामीले भोट दियौँ भने उनीहरूकै समस्याहरू टाल्दा ठिकै हुन्छ। र जनताको समस्या कहिले टाल्ने र कहिले बुझ्ने, त्यही भएको कारणले हामीले यसपालिको चुनावमा हर्क साम्पाङ जस्ता व्यक्तिहरू चुन्नुपर्छ जो कुनै पनि किसिमका अपराधहरूसँग संलग्न छैन र भविष्यमा पनि त्यो नहोस् भन्न हामी चाहन्छौँ। हस्त नमस्कार, जय नेपाल।